मलाई धेरैजना साथीहरूले सोध्दै हुन्थ्यो कि मलाई नेपालबाट मालदिप्स आउन कति लागत लाग्यो र यहाँ आएर मेरो स्यालेरी कति हुनेछ। सो आज यो भ्लगमा म त्यो सबै कुराहरू डिस्कस गर्नेछु र प्लस आज हामी जाँदैछौँ यही मालदिप्समा रहेको एउटा नेपाली रेस्टुरेन्ट खाजा खानलाई। सो त्यो सबै आज यी भ्लगमा कभर गर्छु। रेडी भइसक्यो म अलमोस्ट। अब अलिकति कपालमा जेल र तेल लाएर सट्ट सेट गरेर कपाल अब निस्किहाल्ने हो। ल रेडी भइसक्यौँ, अब निस्किँदैछौँ हामी रेस्टुरेन्टतिर। रोक अहिले बाटो नकाटे। के फाइनल हेर्नु न मेन्यु। ऐसे तो नहीं होता है। आधी वाला खाइसकेछु, पुरै फुल भइसक्यो मेरो पेट त। खाना चाहिँ खाइयो। अब हामी कफीको लागि पर्खिरहेको छौँ। कफी अर्डर गरेको छौँ। नेस्क्याफे भनेको छु। कफी पर्खिरहेको छु। कफी खाइसकेपछि सब जाने हो यहाँबाट। सो खाना पनि खायौँ, कफी पनि खायौँ र अब टाइम हो हाम्रो डेजर्टको। सो डेजर्टमा हामीसँग छ यो मधु। ये डेजर्ट है। क्या बोला तूने? यही पहले क्या बोला? चल चलो सो अब खाना पनि खाइयो, कफी पनि खायो, सब कुरा गरियो। आजको दिन जस्ट सक्सेसफुल भइसक्यो। र अब मेन कुरा जुन कुराले मैले भिडियो स्टार्ट गरेँ, त्यो कुरा मलाई यहाँ आउन कति लाग्यो र स्यालेरी कति हुँदो रहेछ। सो म यहाँ आएँ एजेन्टको थ्रुबाट र एजेन्टले मसँग नेट 3,30,000 लिएको थियो। 3,30,000 मैले एजेन्टलाई तिरेँ र बाँकी 70,000 देखि 80,000 मैले यताउति सपिङ, त्यसपछि काठमाडौँ गएँ। सो 3,30,000 म एजेन्टलाई तिरेर 70-80,000 बाँकीको यता खर्च राखेर मोटामोटी मलाई सबै जोड्ने हो भने त्यो 4 लाख जति खर्च भयो यहाँ मालदिप्स आउनलाई। र मेरो स्यालेरी भन्ने हो भने मेरो स्यालेरी यहाँ एजेन्टले त भनेको मलाई धेरै नै 60-65 हुन्छ, तर एक्ज्याक्टली मेरो स्यालेरी चाहिँ यहाँ 45 हुन्छ। 45 कुनै त्यो पनि फेरि फिक्स छैन। कुनै महिना 45, कुनै महिना 46, कुनै महिना 42 पनि फिक्स छैन यहाँ स्यालेरी। किनभने स्यालेरी प्लस सर्भिस चार्ज जोडेर मेरो मन्थली आउने हो। सर्भिस चार्ज कुनै महिना धेरै हुन्छ, कुनै महिना थोरै। सो त्यस्तै छ। मालदिप्समा के सोचेर आएको थिएँ र के भइरहेछ। नेपालमा पनि पैसा कमाउँथेँ म 30 त नभनौँ, 25,000 देखि 26,000 हुन्थ्यो, तर त्यो पैसा अलिकति पनि सेभ हुँदैन थियो। यहाँ के छ भने जति पैसा आउँछ त्यो 40,000 होस्, 45,000 होस्, त्यो सबै सेभ हुन्छ। त्यही भएर मात्र एउटा पोजिटिभ साइड चाहिँ त्यही हेरेर बसिरहेको छु म। तर त अहिले के पनि छैन जस्तो लागिरहेछ है। चुरोट छोडेर यस्तै चुरोट यहाँ आएदेखि नै छोड्नु दिइसक्यो। एक त महँगो त चुरोट, त्यही भएर पनि छोड्नै पर्यो। सो यही थियो आजको भ्लग। हुन त धेरै दुःख छ विदेशमा, घरको याद पनि धेरै नै आउँछ, तर यही दुःखको बिचमा अलिअलि बिचमा टाइम निकालेर यसो साथीभाइसँग कहिलेको रमाइलो गर्न निस्कियो। सबै दुःख बिर्सिने हो। त्यही मात्र मोटिभ गर्छ। के भन्नु विदेशमा नेगेटिभ साइड हेर्ने मन धेरै छ अनि त्यही नेगेटिभ साइडहरूको बिचमा एउटा पोजिटिभ साइड यही हेर्ने, कहिलेकाहीँ निस्किने हो, साथीभाइसँग यसो रमाइलो गर्ने र आफ्नो लाइफ अगाडि बढाउने, त्यति हो। आप कहाँ थे ज्ञानी बाबा? फाइनली आयो रुम।
आज धेरै पछि रिल्याक्स भयो यार। अस्तिदेखिको यति धेरै काम थकाइले आज ओभर लास्टै रिल्याक्स फिल भइरहेछ यार। यस्तो बाहिर निस्केर खाजासाजा खाएर फेरि ब्याक टु नर्मल लाइफ। भोलिदेखि फेरि काम, बिहानै उठो, काममा गयो। माई गड, बचेको छ लास्टमा यो मधु। डेजर्ट काम मधु। प्लिज सब्सक्राइब गरिदिनु होला च्यानल, त्यसले धेरै नै मोटिभेट गर्छ मलाई अरू ब्लग बनाउनलाई। लाइक पनि गरिदिनु होला प्लिज हेर्दै भिडियो, र भयो भने कमेन्ट पनि गरिदिनु होला। मन पर्यो मन परेन, के मन पर्यो के मन परेन डजन्ट म्याटर। हेलो हाई जे भयो भने एउटा कमेन्ट गरिदिनु होला, त्यसले जस्ट रिच भेट्छ मेरो भिडियोलाई पनि। थ्याङ्क यू सो मच। गुड नाइट, स्टे सेफ।